ट्रेडमिलमा होइन मेरो एकजना लरी भाइ छ अनि त्यसपछि उसले अडियन्सहरूको लागि चाहिँ किन भन्दाखेरि मैले त्यस्तो रियाक्सन मेरो केही पनि थिएन यसो बिहान उठे 2 मिलियन प्लस होइन ए ल ठिक छ त्यस्तो केही पनि थिएन किन भन्दाखेरि मैले मेरो मेहनतै होइन नि त त्यो त मैले जुन म यस्तो गर्छु भनेर सोचेर मेरो मेहनत खुन पसिना दिएर मैले बनाएको भिडियो होइन त्यो नर्मल म घरमा म त्यस्तै हो जस्तै कुकिङ गरिरहँदाखेरि पनि त्यो फ्रिज खुट्टाले बन्द गरेको छ हल्का मुभ्सहरू गरेर पकाउँथ्यो जहाँ पनि म डान्सै गरेर हुन्छु कि इभन ट्रेडमिलमा पनि त्यतिखेर म नर्मल नाचिरहेको थिएँ त्यो इभन त्यो गीतमा पनि मैले पर्फर्म गरेँ होइन कि त्यो ट्रेडमिलमा होइन मेरो एकजना लरी भाइ छ अनि त्यसपछि उसले कस्तो राम्रो देखिरहेको छ यसरी नाचेको टिकटकमा केही कन्टेन्ट छ होइन म खिचिदिन्छु हाल्नु न भनेर भन्यो अनि उसले यत्तिकै खिचिदियो अनि म त्यत्तिकै त्यही जिममा बसिरहेको गीतमा नाचिरहेको क्या अनि ठ्याक्क त्यो साउन्डमा कस्तो पर्फेक्टली बिट म्याच भयो क्या अनि मैले त्यत्तिकै पोस्ट गरिदिएँ होइन अनि बिहान उठेर हेर्दा 2 मिलियन कि अनि त्यस्तो केही पनि भएन मलाई त्यस्तो चाहिँ केही थिएन बनाउँदाखेरि चाहिँ त्यस्तो आफ्नो केही एक्सपेक्टेसन थिएन बट देन त्यो मेरो डेली लाइफस्टाइल हो कि म यत्तिकै बसिरहँदा नि म हल्का मुभ गरिरहेको छु केही न केही गर्दाखेरि सो नर्मली ओके मलाई चाहिँ घरमा बच्चा बेलामा मलाई त्यो भन्दा मलाई अचार दिनुहुन्थ्यो अनि जाउँ त माथिसम्म पुऱ्याउँदै म नाच्दा जाँदा त्यो अचार चाहिँ हुँदैन थियो कि त्यो सबै पोखिसक्थ्यो कि बिच बाटोमै अनि त्यो भएर मैले धेरै गाली र पिटाइ खान्थेँ त्यहाँबाट मैले डान्स गर्न छोडेँ